आज बाहिर सिमसिम पानी परिरहेको छ र मौसम पनि हल्का चिसो चिसो छ। त्यसैले तातो तातो मिठो आलुचप बनाएर देखाउँदैछु। 1 कप बेसन लिएको छु। यसमा आधी चम्चा बेसार, स्वाद अनुसार रातो धुलो खुर्सानी र थोरै थोरै पानी एड गरेर यसलाई ब्याटर बनाउनु पर्ने हुन्छ। उसिनेर राखेको आलुलाई अब मसिनो गरेर फुटाउँदैछौँ। यसमा राखे मसिनो गरी काटेको प्याज, हरियो खुर्सानी, हल्का थिचेको अदुवा र लसुन, धनिया, सुकेको खुर्सानी र जिराको पाउडर, काटेको हरियो धनिया, आधा चम्चा नुन, आधा चम्चा बेसार र आधा चम्चा बिरे नुन। गोलो आकारमा आलुको टिक्की बनाउनु होला। तेल तातेपछि अब यो आलुको टिक्कीलाई बेसनमा यसरी चोपेर तेलमा फ्राई गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त यो पाकिसकेको छ। मैले भने यहाँ हरियो धनियाको चटनीसँग सर्भ गर्दैछु।